शेरबहादुरजी तपाईँ चुनाव किन उठ्नु भएन? तेरिका भाइ तिमी पनि खुला फुटेन तिमीहरू चेन्जीहरू मिलेर त मेरो यहाँ आन्दोलनमा चेन्जी आन्दोलन भने ढाक खुस्किने गरी हानेर मेरो घरको पैसा चाहिँ सबै लगेर यहाँ बाहना बनाउनु परिरहेको छ अहिले खाएको भनेर मैले चुनाव ल्याएको पैसा त कसरी चुनावमा उठ्नु मैले अब पनि चुनावमा उठेको भएको पैसा पनि सबै सकिन्छ चुनावमा उठ्दैन म तपाईँ अहिले कहाँ गएर बस्नु भइरहेछ? यता नेपालमा हुनुहुन्न कि के हो? नेपाल बस्ने वातावरण छैन फेरि के न्यु बनाएर फेरि फुट्ने थाहा छैन मैले त कुनै खाए मेरो बुढीको हेर त्यहाँ अनुहार सुनेर गाला पनि हेरिका अहिले नचिनेर भोलिपल्ट मात्रै थाहा भएको कि मेरो बुढी हो भनेर शेरबहादुरजी तपाईँ चुनाव किन उठ्नु भएन? तेरिका भाइ तिमी पनि खुला फुटेन तिमीहरू चेन्जीहरू मिलेर त मेरो यहाँ आन्दोलनमा चेन्जी आन्दोलन भने ढाक खुस्किने गरी हानेर मेरो घरको पैसा चाहिँ सबै लगेर यहाँ बाहना बनाउनु परिरहेको छ अहिले खाएको भनेर मैले चुनाव ल्याएको पैसा त कसरी चुनावमा उठ्नु मैले अब पनि चुनावमा उठेको भएको पैसा पनि सबै सकिन्छ चुनावमा उठ्दैन म तपाईँ अहिले कहाँ गएर बस्नु भइरहेछ? यता नेपालमा हुनुहुन्न कि के हो? नेपाल बस्ने वातावरण छैन फेरि के न्यु बनाएर फेरि फुट्ने थाहा छैन मैले त कुनै खाए मेरो बुढीको हेर त्यहाँ अनुहार सुनेर गाला पनि हेरिका अहिले नचिनेर भोलिपल्ट मात्रै थाहा भएको कि मेरो बुढी हो भनेर अब म चुनावमा उठ्दिनँ उठ्ने बेला पनि भएको छैन अब म सानो ठाउँमा गएर बस्छु अहिले कता हुनुहुन्छ? तपाईँको लोकेसन चाहिँ कता हो अहिले? अब गाडी महिना भने भ्रष्टाचार गरेर भन्छ त्यही भएर सुकेधाराको माथि टर्निङमा हिँड्दैछु म त